बुद्धि श्रेष्ठ बिहान धारा सफा गर्दै गाइज गाइज हाम्रोतिर पनि यस्तो झर्ना पाइन्छ। यी झर्ना छ, माथिदेखि बग्दै 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 आएर यहाँ तल छ। उहाँ चाहिँ हाम्रो इन्टरनेसनल काका हो होइन। काका चाहिँ यहाँ धारामा पुरै तिमीलाई कहिलेको टिका लाग्यो है? हो र अष्टमीको टिका पनि लगाउँछ? कुन चाहिँको हो र? गाइज हाम्रोमा यस्तो धारो, यो पहिला चाहिँ यहाँनिर ढुङ्गे धारो थियो होइन। पछि यसलाई चाहिँ के अरे बनाएर यो ट्याङ्की बनाएर अनि पानी कलेक्सन गरेर यसरी धारो बनाएको छ। 3टा धारो राखेको छ पुरै। यहाँ त खोला बग्छ नि, खोला हो होइन भान्जा? यो यतापट्टि झर्ना झर्ना गाइज झर्ना झर्ना हेर्न हो भान्जा झर्ना। फेरि यहाँबाट पुत्तै यहाँ विक्रम अङ्कल यहाँबाट लड्यो हो नि त एक साइड। यहाँनिर चाहिँ एकदमै गहिरो छ है गाइजी। यहाँ तल यही हो झर्ना चाहिँ, यहाँ तल एकदम गहिरो छ है। यहाँ मासतिर यस्तो मजाले बगेर आउँछ खोला। यो कहाँदेखि आउँछ यहाँनिर त? ल ल हेलो गुड मर्निङ नमस्ते नमस्कार। आज दसैँको महानवमीको दिन है। हामी चाहिँ अब सबैले उठेर अब चाहिँ नि धारामा जाँदैछौँ होइन। अब धारामा गएर हात मुख धोएर आउने, त्यसपछि नवमीको पूजा सुजा के अब गर्नुपर्ने हुन्छ, गर्ने हो होइन। कस्तो खोकेको टोलीहरू यता अगाडि अगाडि लागिसकेको छ। हेर्नु त गाइज हाम्रो गाउँमा चाहिँ यस्तो हरियाली छ कि यस्तो हरियाली छ कि होइन। तपाईँहरूलाई म हाम्रो यता पारिपट्टि छङछङ गर्दै गरेको झर्ना पनि देखाउँछ। अहिले झर्ना हो यो झर्ना है गाइज। के अरे अब मेरो चाहिँ जहाँ जाँदा नि साथी चाहिँ अब मेरो छोरो हो क्या। यहाँ केही भन्दैन छोरो यार। सबैजनालाई दसैँको शुभकामना। तिम्रो पनि बोली सुन्न मन लाग्दो हो सबैजनालाई, भन्नु पर्न लु भन त। लजाउँछ मुरो लजाउँछ के आइलायो ए नि ल कति राम्रो ब्याकग्राउन्ड हेर्नु त गाइज। वाउ सो नाइस। यहाँ पुरा छङछङ गर्ने झर्ना छ गाइज। म तपाईँहरूलाई देखाउँछु एकछिन है गाइज। हाम्रोतिर पनि यस्तो झर्ना पाइन्छ। यी झर्ना छ, माथिदेखि बग्दै 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 आएर यहाँ तल छ। अब यसलाई संरक्षण गर्ने हो भनेदेखि त यो के कता कता धेरै ठाउँतिर झर्ना सर्ना भनेर विज्ञापन गरे हुन्छ नि। हाम्रोमा नि यस्तो झर्ना चाहिँ छ है गाइज। तर के गर्नु, धेरै टाढा छ, केही मान्यता छैन यतातिर, कसैले पनि वास्ता गर्दैन। हामीले गर्न खोजेर पनि सम्भावना नै छैन। ल काका के हो बिहान बिहानै आम्मा के छ काका? उहाँ चाहिँ हाम्रो इन्टरनेसनल काका हो होइन। काका चाहिँ यहाँ धारामा पुरै तिमीलाई कहिलेको टिका लाग्यो है? हो र अष्टमीको टिका पनि लगाउँछ? कुन चाहिँको हो र? गाइज हाम्रोमा यस्तो धारो, यो पहिला चाहिँ यहाँनिर ढुङ्गे धारो थियो होइन। पछि यसलाई चाहिँ के अरे बनाएर यो ट्याङ्की बनाएर अनि पानी कलेक्सन गरेर यसरी धारो बनाएको छ। 3टा धारो राखेको छ पुरै। यहाँ त खोला बग्छ नि, खोला हो होइन भान्जा? यो कुरो भन्दै त ल यतापट्टि झर्ना झर्ना गाइज झर्ना झर्ना हेर्न हो भान्जा झर्ना। फेरि यहाँबाट पुत्तै यहाँ विक्रम अङ्कल यहाँबाट लड्यो हो नि त एक साइड। यहाँनिर चाहिँ एकदमै गहिरो छ है गाइजी। यहाँ तल यही हो झर्ना चाहिँ, यहाँ तल एकदम गहिरो छ है। यहाँ मासतिर यस्तो मजाले बगेर आउँछ खोला। यो कहाँदेखि आउँछ यहाँनिर त? ल ल अहिले चाहिँ हामी मामा भान्जा यहाँ झर्ना हेर्न छ। फोटो खिचाउँ त भान्जा। ल क्लिक हानौँ, क्लिक ल। खै कोच देऊ न कोच यहाँ।
झर्ना छ गाइस यहाँ त यो माथि माथिसम्म पनि छ यो भन्दा पनि अझै यो तल चाहिँ यहाँबाट झर्ने ठाउँमा चाहिँ धेरै नै ठुलो छ यहाँ चाहिँ यहाँ माथिबाट बगेर भान्जा धेरै डिलमा नजाऊ यता हो त यता म चाहिँ अलिकति डिलमा गरिदिएको छ गाइस यस्तो छ यहाँनिर ल के गाइस यो झर्ना होइन त ल यतापट्टि चाहिँ हाम्रो घर हुन्छ होइन अलिक पारिपट्टि चाहिँ पर चाहिँ अनि यो खोल्सा छ यहाँनिर चाहिँ यस्तो झर्ना छ कि गाइस अब यसलाई के झर्ना नाम राख्ने होला त गाइस लु तपाईँहरूले बुटुटु बताइदिनु त नत्र त यहाँ पनि यस्तो छाँगो छ यहाँबाट एक साल हाम्रो एकजना दाइ लड्नु भएको थियो यहाँबाट तल पुग्नु भएको यो दसैँकै बेलामा चिप्लेर यो चाहिँ सबै फेरि यो यतापट्टिको पाखो चाहिँ हाम्रै पर्छ गाइस मेरो बुवाको नाममा छ सबै यो पाखो यो बासदाङ भएको यो तलतिरको सबै यस्तो बवाल छ कि होइन भान्जा बवाल लाग्छ तिमीलाई यो ठाउँ छोरी ल खै माछा यहाँ यहाँ थियो है माछा रहेछ नि यहाँ त यो मैले पोहोर आउँदाखेरि सफा गरेको थिएँ यहाँनिर सबै झारो हालेको थियो यसरी खै ब्लड होइन यो सिन्दुर हो सिन्दुर भाइ हेलो गाइस म सफा गरिहाल्छु के चिन्ता गर यार तिमी सफा गर म सफा गर्छु एक दुईजनाले सफा गर्दाखेरि भइहाल्छ ए नलडेको चाहिँ लडेको होइन गाइस अर्को झर्ना नि देखाउँछ है म माथि यहाँ त झर्नै झर्ना छ नि यहाँ त ओइ मेरो चप्पल फुस्क्यो यहाँ म झर्ना देखाउँदैछु क्या गाइस ल यो माथि ल दामी झर्ना छ नि यहाँ ल माथिबाट अझै यस्तो झर्ना त अझै माथि पनि छ माथि देखिएको छ नि त्यहाँतिरबाट पनि आउँछ हामीले यहाँनिर यो धारो सफा गर्नु लाग्छ होइन अब यहाँ गाउँमा धेरै मान्छे बस्नुहुन्न क्या सबै बुढाबुढी मान्छे मात्रै बस्नुहुन्छ छोराछोरी तन्नेराहरू सब सहरतिरहरू कहाँ कहाँ जागिर गरेर अनि अब यहाँनिर कोही हुनुहुन्न नि त अब कसले सफा गर्नु त हामी कहिले कहिले आएको बेला सफा गर्नु दसैँ तिहारमा आएको बेलामा त सफा गर्नु चाहिँ देउ लागेको छ होइन सफा त गर्नु पर्यो क्या अरे मेरो सरकारले कुरा जालोले गरेको क्या त्यसले त हुँदैन यार हुन त हुन्छ कि त्यसमा धेरै जान्छ नि यो धारामा नुहाउन चाहिँ मजा आउँछ अरूहरू जस्तो हो होइन नुहाउन चाहिँ बबाल मजा आउँछ कता कहाँ कहाँ यसो उयो बुद्धि श्रेष्ठ बिहान धारा सफा गर्दै गाइस फाइनल्ली गाइस स्वादले नुहाइयो पनि होइन धारा अलि
प्याक प्याक भयो क्या धेरैजना मान्छेहरू आउनुभयो त्यही भएर हामी चाहिँ अब निस्क्यौँ यहाँबाट मेरो छोरोले चाहिँ नुहाउन पनि मानेन यसले अल्छी गऱ्यो नुहाउनलाई आज होइन केही छैन अनि हामी अब एक गाग्री पानी पनि बोक्यो है अनि घरतिर लाग्यौँ गाइज अब बबाल छ ठाउँ बबाल रमाइलो छ ल तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो अन्य भिडियोहरू पनि बनाएर म पोस्ट गर्दै गर्छु है मेरो यो अर्ग्यानिक भिडियोलाई पनि माया गरिदिनुहोस् है म गाउँमा के गरिरहेको छु सबै गतिविधिहरू म भिडियो मार्फत यहाँहरूलाई जानकारी गराउँदै गर्छु हजुरहरूले पनि खुसी भएर मन नदुखाइकन चाहिँ लाइक कमेन्ट गुटुङ टुङ गर्नु छ क्या चाहिँ अलिकति उकालो भएर म अलिकति स्यास्या हुन थालेँ यार गाह्रो पर छोरो पानी बोक्दै भए त हुन्थ्यो नि म यहाँ भिडियो बनाउँथेँ यस्तो अल्छी गरेर हुन्छ भर्खरै उठ्यो बिहान बिहानै त झन् कसरत हुन्छ नि ल गाइज अहिलेलाई भने यो भिडियोबाट म छुट्छु तपाईँहरूले अन्य भिडियोहरूलाई जस्तै यो भिडियोलाई पनि माया गरिदिनु होला र आगामी भिडियोहरूलाई पनि माया गर्नुहोस् है हजुर ओके बाई बाई